क्यानभासमा स्वागत छ तपाईहरुलाई। यो टाइम ल्याप्स भिडियोमा आज म चे गुएराको चित्र बनाउन गइरहेको छु। यसलाई चाहिँ हामी स्टेन्सिल आर्ट पनि भन्ने गर्छौं। अबको केही मिनेट तपाईले एउटा क्रान्तिकारी व्यक्तित्व, आइकोनिक छवि भएको चे गुएराको चित्र बनेर हेर्न सक्नु है त। ल सँगै सुरु गरौँ। चे गुएरा एक अर्जेन्टिनी क्रान्तिकारी चिकित्सक र गुरिल्ला नेता थिए जसले क्युबाको क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेले। उनको छवि विशेष गरी 1960 मा अल्बर्टो कोडाले खिचेको फोटोग्राफ संसारभर क्रान्ति र प्रतिरोधको एक प्रतीक बनेको छ। चे गुएराले सामाजिक न्याय, समानता र उत्पीडितहरूको मुक्तिको लागि गरेको सङ्घर्षले आज पनि दुनियाँभरका आन्दोलनहरूलाई प्रेरित गर्दैछ। यो आर्टको बारेमा जानौँ न त। त्यसो भए स्टेन्सिल आर्ट चाहिँ एउटा अलि अनौठो प्रकारको कला जहाँ चाहिँ चित्र र डिजाइनलाई स्टेन्सिलको माथि रङ लगाएर बनाउनु गरिन्छ। यसमा चाहिँ किनाराहरू, बोर्डरहरू चाहिँ अलि क्लिन खालको हुन्छ र यसमा चाहिँ हामी विशेष गरी सबै भन्दा पनि जुन भागमा अलिकति स्याडो हुन्छ त्यो भागमा कलरहरू गरेर चाहिँ स्टेन्सिल आर्ट गरिन्छ। त्यसमा विशेष गरी ब्ल्याक नै गरिन्छ र यो चित्रलाई चाहिँ म अलिकति भाइब्रेन्ट लुक दिनको लागि केही कलरहरू पनि युज गरेको छु। तपाईले अब बिस्तारै चाँडै देख्नु। मैले सुरु गरेदेखि मैले कलरहरू युज गर्नु। म यसमा थुप्रै कलरहरू युज गरिरहेको छु जसले चाहिँ अलिकति बवाल लुक चाहिँ दियोस् भन्ने चाहिँ मैले सोचेको है। स्टेन्सिल बनाउन विभिन्न चरणहरू हुन्छ हैन, जसमा चाहिँ हामीले फर्स्टमा आउटलाइन गर्ने भइहाल्यो र जुन जुन भागमा चाहिँ डार्क हुन्छ, जस्तै कपाल डार्क हुने भयो, छाया परेको भाग भयो, आँखादेखि लिएर हाम्रो हैन यो दारी, जुङ्गा, अनि यो ओठको भागको, अनि घाँटीको, यिनीहरू यस्तो यस्तो कालो भागमा चाहिँ हामीले डार्क बनाएर त्यसमा गर्नुपर्छ। स्टेन्सिल्समा चाहिँ आउटलाइन चाहिँ अलिकति इम्पोर्टेन्ट हो। यसमा चाहिँ क्लिन खालको आउटलाइन चाहिने गर्छ, अरूमा जस्तो चाहिँ हुँदैन। अर्को चित्रमा अनि आउटलाइन त इम्पोर्टेन्ट छ, त्यसमा चाहिँ अरू सेडिङले पनि त्यसलाई चिनाउने काम गर्छ नि त। तर स्टेन्सिलमा चाहिँ त्यो हुँदैन है। अब चाहिँ मैले यो युट्युब च्यानल सुरु गरेको छु र यसमा म यस्तै भिडियो बनाउने कोसिसहरू गर्नेछु। तपाईहरुलाई कस्तो लाग्छ तपाईहरुले पनि प्रतिक्रिया दिँदै गर्नु। तपाईहरुको ऊर्जा नै, तपाईहरुको प्रतिक्रिया नै मेरो लागि एउटा ऊर्जा हो। यो इनर्जी चाहिँ जति बाड्ने त्यति बढ्ने कुरा हो, बढ्ने कुरा हो। यसमा चाहिँ हामी सँगसँगै अगाडि बढ्न सक्छौँ। चे गुएराको स्टेन्सिल कला बनाएँ जुन मैले, तपाईहरुले चाहिँ साथ दिनुभयो, यहाँसम्म हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। चे गुएराको लाइफ अथवा उसले गरेको एउटा क्रान्ति र आजको दिनसम्म पनि उसलाई एउटा आइडल मानिरहेका छन् क्रान्तिकारीहरूले। भनेको ऊ केही न केही विशेष व्यक्ति चाहिँ हो। त्यस कारणले गर्दा तपाईहरुले पनि एकचोटि गएर गुगलमा हेर्नु होला, उसको बारेमा फिल्म बनेको छ, भिडियोहरू थुप्रै बनेको छ। एकचोटि गएर हेर्नुभयो भने अझै बुझ्नुहुन्छ र तपाईहरुले जीवनमा केही कुराहरू सिक्नुहुनेछ। यहाँसम्म साथ दिनुभयो त्यसको लागि थ्याङ्क यू। र लास्टमा चाहिँ हाम्रो यस्तो रिजल्ट बन्यो है त। धन्यवाद।